गुड मर्निङ। हामी चाहिँ आज 67औं टियु दिवसको उसमा उपलक्ष्यमा सरसफाइ कार्यक्रममा आएको होइन। यसको बारेमा इन्फर्मेसन दिन पर्दा चाहिँ त्रिभुवन युनिभर्सिटी चाहिँ विक्रम सम्वत 2016 असार 11 गते तत्कालीन राजा महेन्द्र र प्रधानमन्त्री विपेश्वर प्रसाद कोइरालाका पालामा स्थापना भएको थियो। नेपालको शैक्षिक क्षेत्रलाई विकासका निमित्त यस त्रिभुवन युनिभर्सिटीको स्थापना भएको थियो र यसको चाहिँ राजा त्रिभुवनको सम्मानमा चाहिँ यसको नाम चाहिँ त्रिभुवन युनिभर्सिटी राखेको हो। र यहाँ चाहिँ हामी अब त्रिभुवन युनिभर्सिटीको उपलक्ष्यमा हाम्रा यहाँ साथीहरू टक्क सरसफाइ गरिराखेका छन्। उत्तम राज उपाध्यायदेखि लिएर धेरै जसो हाम्रै ब्याचले प्रतिनिधित्व गरेछ। हामी चाहिँ टियु युनिभर्सिटी अन्तर्गत फ्याकल्टी अफ फरेस्ट्रीमा चाहिँ आज सरसफाइ गरिरहेछौँ। अनि अब हामी ग्लोभ्स लगाउँछौँ। ल कस्तो भइरहेछ त सरसफाइ प्रोग्राम पण्डितजी? होइन यहाँ यी सरसफाइ यस्तो चलिरह। यहाँ चाहिँ हाम्रो मिस्टर किरण बहादुर रोकाया सरसफाइ गर्नमा एकदमै उत्साह, हाम्रो ब्याचको सबैभन्दा एनर्जेटिक बोय। अनि यो एउटा कुरा चाहिँ मैले नबुझेको, यो सरसफाइ गर्न चाहिँ हाम्रो यो वातावरण दिवस अनि टियु डे मात्रै आउनुपर्ने रहेछ कि अरू बेला पनि गर्न सकिने रहेछ केटा? हो सचिन सर, केही छ यसको बारेमा भन्न चाहन्छु? नाइ। अनि यो चाहिँ मेन मलाई चाहिँ के लाग्छ भने यो चाहिँ प्लास्टिकहरू चाहिँ टोटल्ली ब्यान गर्नुपर्छ त्यो यो फरेस्ट्री गेटभित्र छिराउनमा। र प्लास्टिक ब्यान चाहिँ कसलाई गर्नुपर्छ भने बाहिरको स्टुडेन्टहरूलाई चाहिँ, बाहिरको खेल्न आउनेहरूलाई चाहिँ प्लास्टिक ब्यान गरेर चाहिँ टियुभित्रकोहरूले चाहिँ यो फोहोर, बाहिरको मान्छेहरूले चाहिँ धेरै नै फोहोर गर्ने। अनि यो प्लास्टिकहरू धेरै जसो प्लास्टिकहरू यहाँभित्र अब चित्तल बस्छ प्राय। अब चित्तल कसरी जहिले पनि चित्तल मर्यो, कुकुरले आतङ्क गर्यो, आक्रमण गर्यो मात्रै भन्छन्। चित्तल के प्लास्टिक खाएर पो मरे हो कि भनेर पनि कसैले यसो हेरेकै छैनन् होइन। अनि अब यस्तो चिजहरू धेरै छ कि यो प्लास्टिकहरू, यो हेरौँ होइन, यो हेरौँ यत्रो प्लास्टिक। अस्ति भर्खर इन्भाइरोमेन्ट डेको उपलक्ष्यमा हाम्रो ब्याचले सफा गरेको थियो। म चाहिँ अब कारणवश उपस्थित हुन सकेको थिएन। सबै प्लास्टिकहरू यी अब यसमा चाहिँ प्राय अब यो यस्तो स्ट्यान्डहरूमा चाहिँ अनि तपाईँको नुनहरू हुन्छ र चित्तलहरूले चाहिँ अब मिठो लाएर नुन खाने क्रममा प्लास्टिक पनि खाएर मर्छन् कि भन्ने लाग्छ मलाई चाहिँ पर्सनल्ली। अब यसको बारेमा रिसर्चहरू चाहिँ भएको छैन। कस्ता कुराहरू त के छ किरण सर, केही भन्नु छ? यो टियु डे चाहिँ अनि खासमा त्रिभुवन युनिभर्सिटी चाहिँ विक्रम 2016 असार 11मा स्थापना भएको र यसको स्थापना दिवस चाहिँ अनि साउन 7 गते मनाउनमा वन विज्ञानको भएको होला नि। अनि यो वन विज्ञानको मना होइन नि त हामीले, यो त टियु डे मना हो होइन। यसमा चाहिँ अब हुनसक्छ अब आन्तरिक कारणहरू, त्यो फर्मलाइजेसन हुन ल विभिन्न कुराहरूले गर्दा अलिक ढिलो भएको पनि हुनसक्छ। सबभन्दा बढी फोहोर चाहिँ ग्राउन्ड हुन्छ क्या हाम्रो यो आइओएफको। यहाँ चाहिँ अब कलेजभित्रबाट अनि कलेज बाहिरबाट अनि स्थानीयहरू ग्राउन्डको अभाव भएर चाहिँ विभिन्न मान्छेहरू खेल्न आउँछन्। हामीले चाहिँ लगभग यो टिमको ग्राउन्ड, प्ले ग्राउन्ड चाहिँ सफा गरिसकेका छौँ। यहाँ चाहिँ भोलिदेखि फरेस्ट्री वर्ल्ड कप पनि सुरुवात भइरहेछ। वर्ल्ड कपको यहाँ यो बोरा, अब यस्ता बोरा कति भरिए अब यहाँ म्याक्सिमम भेटाउने भनेको पानीको बोतल, झोला, सुर्ती अनि मोजा। यिनीहरू चाहिँ धेरै जसो फेला पारेमा हामीले
चाहिँ यो सरसफाइ प्रोग्राम गरेर सफा गरेर मात्र हुन्न, मेन व्यवहारमा चेन्ज गरेर प्रत्येकले यो प्लास्टिक जन्ने कुराहरू चाहिँ आफैले सफा गर्ने हो भने, आफैले फोहोर नगर्ने, सही ठाउँमा डिस्पोजल गर्ने हो भने चाहिँ यस्तो फोहोर हुँदैन थियो होला। अब हामी होस्टेलभित्र प्रवेश गर्छौँ, छात्रावासभित्र। होस्टेलकै अवस्था यस्तो छ हाम्रो टियुको। यो फोहोर यहाँ 2टा बोरा यहाँ छ, अनि यहाँ यत्रो बोराहरू। यो चाहिँ सब अब लास्ट भारी छ है यो। टोटल फोहोर कलेक्सन आजको। गाइस भाइ, आजको कार्यक्रम त इन्डिङ पर्छ। अब हामी चाहिँ यस्तै इन्फर्मेटिभ कन्टेन्टहरू र डेली भ्लगहरू चाहिँ तपाईँहरूलाई अपडेट गराउँदै गर्छौँ ल। बाई, सी यू सुन।